सो आजको ग्रुप DEF को गेमहरू सकियो। सो गेमहरू सकिए पश्चात USA, अस्ट्रेलिया, प्याराग्वे, जापान, स्विडेन, नेदरल्यान्ड, जर्मन, इक्वेडर अनि आइभरी कोस्ट क्वालिफाई भए द राउन्ड अफ 32 को लागि। अनि त्यसमा सुरुवातदेखि कुरा गरौँ इक्वेडर भर्सेस जर्मनीको। इक्वेडर भर्सेस जर्मनीको गेम एपिक रह्यो। एपिक यो हिसाबले रह्यो कि जुन साउथ कोरियाले जर्मनीलाई सिट ब्याक दिएको थियो त्यही किसिमको सिट ब्याक यो वर्ल्ड कपमा चाहिँ इक्वेडरले दियो। डार्क हर्सको रूपमा आएको थियो बिकज मिडफिल्डमा मोसेस काइसेडो अनि डिफेन्डरमा आर्सेनलका पियोरो ह्याङ्केपे अनि प्याचो जुन PSG का थिए च्याम्पियन्स लिग फाइनल खेलेका र डिफेन्डर यस्तो राम्रो सुदृढ भएको टिम थियो इक्वेडरको। सो योपालि फर्स्टचोटि राउन्ड अफ 32 को लागि पनि क्वालिफाई भयो अनि त्यही माथि जर्मनीलाई सेट ब्याक दियो, 2-1 ले जित्यो। जर्मनीले 2 मिनटमै गोल हाने पनि त्यसपछि एङ्गुलोको त्यो शानदार फिनिस र त्यसपछि प्लाटाको कर्नरमा सेट पिसको त्यो गोल त्यसले नै जर्मनीलाई हराउन सफल भयो। त्यसपछि कुरा आयो कुरासाउ भर्सेस कोस्टा डी आइभर। त्यसमा कुनै शङ्कै थिएन त्यो कुरासाउले ड्र गरेको भएर हो, तर आइभरी कोस्टले जुन फुटबल खेलिरहेको छ त्यसमा लाग्दैन थियो त्यहाँ अप्पर ह्यान्ड कुरासाउको हुन्छ। सो आइभरी कोस्टले इजिली नै जित्यो। जापान भर्सेस स्विडेनको गेम एन्ड टु एन्ड पनि भएको हो, ट्याक्टिकल पनि भएको हो, तर त्यस्तो धेरै भएन किनभने अलिकति बोरिङ भयो। त्यही एउटा त्यो गेममा भएको कुरा सबभन्दा बवाल भनेको जुन एलाङ्गाले जुन लेभलको गोल हाने त्यो चाहिँ एकदमै बवालै थियो, त्यो किसिमको गोल हाने। र जापानले अब राउन्ड अफ 32 मा ब्राजिलसँग फेस गर्दैछ जुन गेम एकदमै कडा हुनेवाला छ। दुईटै टिमलाई भन्न सकिँदैन कुन लेभलको गेम हुन्छ त्यहाँ हैन। त्यो लेभलको हिसाबले चाहिँ एकदमै दुईटै टिम प्रिपेयर हुनुपर्ने छ बिकज जापान भनेको पनि एसियन पावर हाउस हो। हामी एसियन कन्ट्रीहरूको लागि एकदमै ठुलो यो हो कि जापानले त्यो लेभलको फुटबल जहिले पनि रेगुलर खेलिरहेको हुन्छ। जापान जहिले पनि त्यो लेभलको फुटबलमा खेलिरहने रहेको हुन्छ र जहिले पनि क्वालिफाई गर्छ। हाम्रो लागि त प्राउडको मुभमेन्ट हुँदै हो सबै एसियाको लागि। तर ब्राजिलियन फ्यान जति पनि हुनुहुन्छ नेपालमा ब्राजिलियन फ्यानको लागि एउटा वरीको विषय पनि हो। जापान भनेको कस्तो टिम हो पनि जुझारु टिम हो। जापान कहिले पनि त्यो टिम हो कि हार्न जान्दैन, उसले लास्टसम्म पनि फाइट गर्छ, थाहा नै हुँदैन क्या। योपालि त्यही माथि स्टार प्लेयर कुनै छँदै छैन, स्टार प्लेयर भरिएको स्टार प्लेयरमा डिपेन्डेन्ट छँदै छैन। त्यही हिसाबले पनि जसरी ब्राजिल भिनी जुनियरसँग डिपेन्डेन्ट भइरहेको छ रिसेन्टली गेमहरूमा हामीले हेर्न सक्छौँ, म्याथ्युस कुन्या र उसको मिलिरहेको छ। तर जापानसँग जबै केटाहरू एकदमै टिम स्पिरिटमा काम गर्ने र कोचको त्यो ट्याक्टिकल स्विचले नै धेरै राम्रो कामहरू गरिरहेको छ, त्यसमा म अलिकति वरी देख्छु। टुनिसिया र नेदरल्यान्डको गेममा फर्स्ट हाफमै 3 गोल आयो भन्न सकिँदैन। त्यो गेम नेदरल्यान्डले त आगो नै खेलिरहेको छ, यो गेमहरू आगो नै भइरहेको छ। योपालि गोलको बाढी ल्याएको छ नेदरल्यान्डले र गेमहरू एकदमै राम्रो हिसाबले खेलाइरहेको छ। सायद धेरै माथि जाने सपना देख्छ। तर नेदरल्यान्डसँग अब फेरि टार्गेट के आइदियो भने मोरोको भेट्दिने भयो राउन्ड अफ 32 मा। मोरोको पनि सेम जुन लेभलमा ब्राजिल र जापानको गेम छ मोरोको र नेदरल्यान्डको पनि त्यसरी नै हुन्छ। किन हुन्छ भने नेदरल्यान्ड पनि बवाल टिम हो तर मोरोको पनि जुझारु टिम छ। मोरोकोले पनि हार्न मान्दैन। हामीले फर्स्ट गेममा ब्राजिलसँग 1-1 को ड्र हुँदाखेरि नै देखिहाल्यौँ कुन लेभलको फुटबल खेल्छ मोरोकोले। योभन्दा अगाडि सेमी फाइनलसम्म पुग्यो, तुक्कामा पुगेको होइन, उनीहरू पनि मेहनत गरेरै पुगे हुन्। र योपालि राउन्ड अफ 32 मा यो गेम नै बवालै गेम छ। सो हामीलाई सोच्न सक्छौँ कुन लेभलको गेम हुनसक्छ त्यो। अब स्विडेन पनि क्वालिफाई भयो। स्विडेनले टुनिसियालाई हराएको थियो भने आज ड्र गरेर क्वालिफाई भयो। स्विडेनमा पनि राम्रो इन्फोर्समेन्ट छ तर अलिकति के मिलेको छैन, ट्याक्टिकल वाइज नै मिलिरहेको छैन उनीहरूमा। 4वटा प्लेयर दामी दामी प्लेयर छन्, एलेक्जेन्डर अनि गोक्रेज अनि इलाङ्गा प्लेयरहरू छन् त्यहाँ, नभएको होइन, तर अलिकति के मिलिरहेको छैन त्यहाँ, अलिकति फ्रन्ट लाइनमै मिलिरहेको छैन। अरूमा मिड र डिफेन्डर त्यति वाउ टिम होइन तर जुन मिल्नुपर्ने स्ट्राइकरमा लिङ्कअप प्ले नै अलि राम्रोसँग भइरहेकै छैन। चान्सेस क्रिएसन्समा टर्न अराउन्ड नै राम्रो आइसकेको छैन है। अब त्यो हिसाबले स्विडेनले अगाडि गएर के गर्छ राउन्ड अफ 32 मा कसरी खेल्छ भन्ने कुरा हो। तर पनि क्वालिफाई भए बधाई छ। त्यसपछि कुरा गरौँ टर्की भर्सेस युनाइटेड स्टेट। अब हाम्रो अमेरिकाकै कुरा गरौँ। टर्कीले जाँदा जाँदै ब्यालेन्स एउटा दिएर गयो कि रियालिटी चेक दिएर गयो कि युनाइटेड स्टेटलाई तिमीहरू उफ्रिनु पर्दैन, तिमीहरूलाई एउटा चेक एन्ड ब्यालेन्स चाहिँ हामीले दियौँ, तिमीहरू अलिकति सुध्रिएर अगाडि बढ्छौ भने बढ, होइन भने धेरै टाढा तिमीहरूको जर्नी छैन। सिधै हामीले रियालिटी चेक दिएको हो। हामी निक्लिसक्यौँ र पनि हामीलाई साख बचाउनु थियो, बचायौँ, तर यो गेम प्लेले चाहिँ तिमीहरू पुग्दैनौ भनेर उनीहरूले देखाइदिइसकेका छन्। सो आज एकदमै राम्रो गेम प्ले भयो। अस्तिको गेममा अरू गेमहरूमा यतिको गोल स्कोर भएको भए चाहिँ गेम राम्रै थियो, गोल स्कोर गर्न सक्ने हो अस्तिको गेमहरूमै भए पनि सायद टर्की इजिली क्वालिफाई हुनुपर्ने थियो मेरो हिसाबमा। यो ग्रुप सजिलो पनि थियो, त्यस्तो गाह्रो ग्रुप पनि थिएन।
सो अस्ट्रेलिया पनि क्वालिफाई भएको छ अनि अस्ट्रेलिया क्वालिफाई हुँदा हामी खुसी हुनुपर्ने जरुरी किन छ भने हामी किन खुसी हुनुपर्ने जरुरी छ भने अस्ट्रेलिया एसियाबाट क्वालिफाई हुन्छ त्यो किन हुन्छ अस्ट्रेलियामा कन्टिनेन्टल वाइज खेल्ने नभएपछि अस्ट्रेलिया त्यहाँ कम्पिटिसन नभएपछि यहाँ एसियामा आएर खेल्छ र एसियाको प्लटबाट जान्छ त्यो हिसाबले नै हामी खुसी छौँ बिकज अलवेज खेलिरहेको हुन्छ ऊ त्यो राउन्ड अफ 32 नकआउट स्टेजेस बिजनेस इन पुगिरहेकै हुन्छ त्यो हिसाबले पनि वी आर ह्याप्पी प्याराग्वे पनि क्वालिफाई भयो प्याराग्वे त्यस्तो इन्फर्मेन्सवाला टिम त छैन त्यही पनि क्वालिफाई भयो त्यसमा हामीले एकदमै खुसी मान्नुपर्ने छ आजको गेम ड्र भयो म त सोचिरहेको थिएँ अस्ट्रेलियाले नै जित्छ भन्ने पक्षमा थिएँ र गेम ओभरअल्ली अस्ट्रेलिया नै धेरै हावी देखिन्थ्यो मिडफिल्डदेखि लिएर सबै कुरा अट्याकहरूदेखि लिएर सर्ट अन टार्गेटहरू हेर्नुहुन्छ भने पनि त्यो गेम मैले पुरै हेर्दाखेरि अस्ट्रेलिया नै हावी देखिन्थ्यो तर कता कता अब मिलेन गोल स्कोर भने भएन 0-0मै त्यो गेम सकियो सो अब गेमको कुरा गर्नुपर्दा भोलि एकदमै इन्ट्रेस्टिङ गेम पनि छ हैन सुरुमै बिहानै त्यो कुन इन्ट्रेस्टिङ गेम छ भने हामीले पोर्चुगल र अर्जेन्टिना वर्ल्ड कपमा देख्न पाएनौँ मेसी र रोनाल्डो देख्न पाएनौँ तर यो एराको मोडर्नाइज फुटबलहरूमा चाहिँ एम्बापे र हल्यान्ड भनेको एकदमै ठुलो नाम हो अनि त्यो नामलाई हामीले देख्न पाउँदैछौँ अब सुरु वर्ल्ड कप खेल्दैछ हल्यान्डले फुल वर्ल्ड कपमै देख्न पाउँदैछौँ ग्रुप स्टेजमा एउटै पर्यो र हेरौँ भोलिको गेम कस्तो हुन्छ अब हल्यान्डले कुन लेभलको गेम खेल्छन् त्यही माथि हल्यान्डले कुन लेभलको गेम खेल्छन् त्यसपछि एम्बापेले जुन डिक्टेटरसिप कस्तो गर्छ एम्बापे डिक्टेटरले हुन त फेरि दामी छ हल्यान्डको टिम नराम्रो छैन नर्वेको टिम नराम्रो छैन उसले जसरी इन्टरभ्यूमा आएर भन्यो होइन उनीहरूले पुरै वर्ल्ड कप जित्छ फ्रान्सले हामीसँग केही छैन त्यस्तो हामीले सक्दैनौँ फ्रान्समा त्यति लेभलको स्टार पावर छैन होला नर्वेमा तर म बुझ्छु तर नर्वेसँग दे हेभ मार्टिन ओडेगार्ड जसले आर्सेनलको क्याप्टेन हो र आर्सेनलमा खेल्ने म एउटा आर्सेनल फ्यान भएको हिसाबले पनि भन्छु आर्सेनलमा जुन फ्री रोल खेल्न पाउँदैन थियो त्योभन्दा बढी फ्री रोल त्यहाँ पाउँछ कि उसले गेमको इन्स्ट्रुमेन्टल नै स्विच गरिदिन्छ त्यो कटिङ एजेस पासेसहरू हल्यान्डले पाएपछि हल्यान्डले छोड्दैन र पास कटाउनेको छ ओडेगार्ड छ सोलरोज छ उसँग ओडेगार्ड सँगसँगै दुईटा हल्की बल्की दुईटा स्ट्राइकर अगाडि हुँदाखेरि कति गाह्रो हुन्छ डिफेन्डरलाई त्यसपछि क्रिएटिभिटी इन्फोर्समेन्ट नै चाहिने हो भने ओस्कर बाब पनि छ ओस्कर बाब पनि बेन्चबाट आएर त्यो दिन सक्छ सो फ्रान्ससँग हो फ्रान्सको टिम स्ट्रङ छ पहिलेदेखि राम्रो प्लेयरहरू भएको छ तर पनि फ्रान्सलाई गाह्रो पर्नेवाला छ म देख्दैछु फ्रान्स गन स्ट्रगल अगेन्स्ट नर्वे तर सबैले इजी विन फ्रान्सलाई भन्छन् तर म गेम कम्पिटिटिभ नै देख्छु होला गोलहरू धेरै आउला कि त गोल नआउला तर गोल त आउँछ नै दुईटा स्ट्राइकर त्यहाँ भएपछि त्यो गोल नआउने कुरै हुँदैन तर लेट्स सी अब त्यहाँ के हुनसक्छ सो तपाईँहरूले फलो गर्नुभएको छैन सब्सक्राइब गर्नुभएको छैन भने टिकटकतिर पनि फलो गर्नु होला यहाँ सब्सक्राइब गर्नु होला म यही सम्बन्धी कन्टेन्टहरू बनाएर आउँछु फुटबल मात्र होइन म नेपालको क्रिकेट सम्बन्धी र फुटबल सम्बन्धी कन्टेन्टहरू बनाइरहेको हुन्छु सो इफ यु वान्ट टु फलो लाइक सब्सक्राइब सेयर अनि साथीहरूलाई सेयर गरेर जो सब्सक्राइब गरिदिनु होला इट्स माई फर्स्ट भिडियो लाइक दिस सो तपाईँहरूले मन पराइदिनु भयो भने यो अनुसारको भिडियो कन्टिन्यू गर्नेछु थ्याङ्क यू फर योर टाइम थ्याङ्क यू